सरकारको दिमागमा जाम लाग्यो कि क्या हो? कि आँखामा रतन्दो लाग्यो? कि कानमा ढुसी पर्यो? कि हेलिकप्टरमा खिया लाग्यो? आम नागरिकले यो भद्रगोलको अवस्थाका कारणले गर्दा सेवाबाट वञ्चित बनेका छन्। राप्ती नगरपालिकामा अख्तियारको व्यापक दुरुपयोग भएको छ। कर्णालीलाई हेपेको हो? यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु, आज यो संसदमा म निर्वाचित हो कर्णालीबाट। तपाईँ कर्णालीलाई अलग बनाउनुहोस्, तपाईँको राज्य व्यवस्था कर्णालीबाट सार्नुहोस्। अन्त सांसदहरूलाई को छैन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध किन बकवास गरिन्छ? हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर 6 तिलामा हिमपैह्रो गएको छ। अहिलेसम्म सरकारले उद्धार गरेका छैन। सरकारलाई म भन्न चाहन्छु, सरकारको दिमागमा जाम लाग्यो कि क्या हो? कि आँखामा रतन्दो लाग्यो? कि कानमा ढुसी पर्यो? कि हेलिकप्टरमा खिया लाग्यो? मन्त्रीहरूको सवारी हुँदा सरकारको हेलिकप्टर घुमेको घुमै हुने, हुम्लामा हिमपैह्रोमा हिमताल फुटेर जनताहरू रोइरहेका छन्, एउटा हेलिकप्टर पठाउन सकेका छैन यो सरकारले। कि कर्णालीलाई हेपेको हो? यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु, आज यो संसदमा म निर्वाचित हो कर्णालीबाट। तपाईँ कर्णालीलाई अलग बनाउनुहोस्, तपाईँको राज्य व्यवस्था कर्णालीबाट सार्नुहोस्। अन्त हामी चलाएर देखाउँछौँ कर्णाली। यस्तो पनि अपराध गर्न पाइन्छ? तपाईँहरू एउटा सामान्य राज्य मन्त्री घुम्दाखेरि हेलिकप्टर लगेर घुम्नुहुन्छ, तर आज त्यहाँ जनता हिमपैह्रो गएर आज अलपत्र परेका छन्। त्यति मात्र होइन, सगरमाथा संवाद के को संवाद, कहाँको संवाद, कताको संवाद? हिमपैह्रोले मान्छे मारिराखेका छ, त्यता उद्धार छैन, यहाँको नाटकबाजी। त्यही भएर अहिले पनि म सरकारलाई अनुरोध गर्न चाहन्छु, संसद मार्फत सभामुखले रुलिङ गरून्, कर्णालीका जनता जनता हुन्, यो देशको नागरिक हुन्। आज मैले बोल्ने भाषा पनि यो कर्णालीको हो। सभामुखज्यू, त्यो भएर सम्माननीय सभामुखज्यूलाई रुलिङको आवश्यक गर्छु कर्णालीमा। बेथितिले सीमा नागेको विषय गरिमामय सदनमा विगतमा पनि मैले जानकारी गराएको थिएँ। सम्माननीय सभामुख महोदय, विगत 9 महिनामा 4 जना प्रशासकीय अधिकृत परिवर्तन भएको अवस्था छ र फेरि अहिले प्रमुख प्रशासकीय अधिकृत बिन बनेको छ राप्ती नगरपालिका। यो बीचमा स्थानीय विकास निर्माणका काम ठप्प भएको छ, भुक्तानीमा समस्या आएको छ। आम नागरिकले यो भद्रगोलको अवस्थाका कारणले गर्दा सेवाबाट वञ्चित बनेका छन्। राप्ती नगरपालिकामा अख्तियारको व्यापक दुरुपयोग भएको छ। दैनिक जसो अहिले राप्तीवासी आम नागरिक धरनामा उत्रिएका छन्। म सम्माननीय सभामुख महोदय मार्फत सम्बन्धित मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाउनको लागि जोरदार माग गर्दछु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तत्काल राप्तीमा भएको अख्तियारको दुरुपयोगको घटना छानबिनमा ल्याउनको लागि जोरदार माग गर्दछु। धन्यवाद। निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अनन्याश्रित रूपमा जोड्नु अनिवार्य छ। समाजमा एक थरी मानिसहरू यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने वाहियात छलफल, बुद्धिविलास र पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेका भेटिन्छन्। वास्तवमा 165वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आफ्नो क्षेत्र जिल्लाको विकासमा सक्रिय योगदान दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिबद्धतासहित मतदाताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्छ। सांसदहरूलाई को छैन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध किन बकवास गरिन्छ? बजेट सुन्ने, छलफल गर्ने, पारित गर्ने हामी सांसदहरूको संवैधानिक र कानुनी अधिकार नै हो। निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित र सही हुन सक्दैन। यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरू र अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र मतदाताहरू थप असन्तुष्ट एवं निराश बन्ने अवस्था